प्रणाम गरे महाराज। भाग्य माने तिमीलाई पशुपति कल्याण गर। आखिर फर्की बक्सिनु भयो महाराज। अब फर्केर के गर्नु, सन्थाले बोलाको बोलाइ फर्की भनेको भनेछन्, त्यही भएर म त फर्की। काठमाडौँमा राजा, धरानमा राई राजा, म चाहिँ कराई राजा। भनेपछि तपाईँ कराई धुई पखाली गरी बक्सनुहुन्छ महाराज। अब म कराई मात्र होइन, हाम्रा देशका भ्रष्ट नेताहरूलाई पनि धोई पखाली गरेर शुद्ध बनाउँछु। त्यति मात्र होइन, देशलाई नै